मैले चाहिँ यो शिविरको बारेमा 2 घण्टा अगाडि मात्र थाहा पाएर आएको। शिविर आयोजना गर्नुहुने अनि आइदिनु भएको डाक्टरहरूलाई सबैलाई धेरै धेरै धन्यवाद। कतिपय अब आफैले औषधि उपचारहरू गर्न नसक्ने पीडितहरू हुनुहुन्थ्यो होला, त्यसको लागि एकदमै सहज भएको महसुस भइरहेको छ। फिदिम नगरपालिकाको आयोजना र न्युरो हस्पिटलको आयोजनामा गरेको यो शिविर कार्यक्रम जे खुसी लाग्यो। म लगायत सम्पूर्ण म जस्ता सामान्य बिरामीहरूले सेवा सुविधा लिन पाउनुभयो होइन, खुसी लागेको छ। यस्तै सेवा सुविधाहरू दिइरहनु होला। न्युरो कार्डियो हस्पिटलसँग सहकार्य गरेर यो शिविरको आयोजना गरिएको छ र यो शिविरलाई सञ्चालन गर्न न्युरो हस्पिटलबाट जुन सहयोग पुर्याउनु भएको छ, डाक्टर साहबहरू पाल्नु भएको छ, टिममा साथीहरू आउनु भएको छ र अस्पतालले जुन व्यवस्थापन गर्नुभएको छ, तपाईँहरूलाई विशेष म धन्यवाद र स्वागत गर्न चाहन्छु। र आगामी दिनमा पनि हामीले फिदिम नगरपालिकाबाट फिदिम नगरपालिकामा बसोबास गर्ने व्यक्तिहरूको लागि केही छुट गराउने, हस्पिटलबाट छुट गराउने भनेर हामी सम्झौता पनि गर्न लागिराखेको अवस्था रहेको छ। पक्कै पनि आज यो शिविरबाट जो बिरामी हुनुहुन्छ र जसलाई तपाईँहरूलाई यो शिविरबाट रेफर आज पठाइन्छ उहाँहरूलाई विशेष छुट त हुन्छ नै होला जस्तो मलाई लाग्छ र त्योभन्दा पनि अन्य छुटहरू पनि व्यवस्थापन गरेर जाने भन्ने कुराहरू आएको छ। टाउकोमा केही समस्या भयो, ब्रेन एट्याक भयो, ब्रेन स्ट्रोक भयो अथवा हार्ट एट्याक भयो, हार्ट स्ट्रोक भयो भने हाम्रो यो बाटो हामी बाटोमा आउँदाखेरि 4 घन्टा लाग्यो भने एम्बुलेन्समा लगभग 2-2.5 घन्टा मात्र लाग्ने रहेछ। त्यो 2-2.5 घन्टामा हामी विराटनगरमा हाम्रो हस्पिटल अथवा अरू कुनै पनि हस्पिटलमा जुन चाहिँ हाम्रो ब्रेनको लागि र मुटुको लागि प्रिपेयर्ड हस्पिटलमा पुग्न सक्यो भने चाहिँ बिरामीमा ड्रास्टिकल्ली हामीले राम्रो उपचार दिन सक्छौँ र आउटकम पनि दिन सक्छौँ। अपरेसन हस्पिटल छिरेको विदिन 45 मिनट्स टु 1 आवरमा हामीले बिरामीलाई अपरेसन चाहिने बिरामीलाई अथवा मुटुको एन्जियोप्लास्टी चाहिने बिरामीलाई 1 घन्टामा हामीले अपरेसन टेबलसम्म पुर्याउन सक्छौँ। त्यो भएर चाहिँ म यो मञ्चबाट यही जनचेतना फैलाउन सक्छु कि समयमा उपचार दिनु, समयमा उपचार नपाउनु भनेको उपचार नपाउनु सरह पनि हो, ढिलो उपचार पाउनु। 50,000 को हाराहारीमा भएको फिदिम नगरपालिकाको जनसङ्ख्या, जसमध्ये 14वटा वार्ड भएको र 16वटा स्वास्थ्य संस्थाहरू रहेको छन्। टाउको तथा नसा र मुटु रोग सम्बन्धी शिविरमा एक दिने शिविरमा हाम्रो प्राविधिक सहयोग गर्नुभएको न्युरो कार्डियो मल्टी स्पेसियालिटी हस्पिटललाई हामी धन्यवाद दिन चाहन्छु। जुन एक दिन हामीलाई सहयोग गरिदिनु भएको छ त्यसको लागि हामी एकदम मुरी एकदम भित्र र फिदिम नगरपालिकाको स्वास्थ्य शाखाको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र पुनः फेरि यस्तो कार्यक्रममा हामीलाई सहयोग गर्नुहुनेछ भनेर पनि अपेक्षा राखेको छु। तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता। न्युरो कार्डियो एन्ड मल्टी स्पेशलिटी हस्पिटल, विराटनगर 10, जहदा रोड।